हेलो गाइस, सबैजनालाई नमस्कार। आज फ्राइडेको दिन छुट्टी मेरो त छैन, मेरो वाइफको चाहिँ छुट्टी छ। अनि नेपालबाट पनि सामान आएको कारणले गर्दाखेरि चाहिँ सामान पुऱ्याउनुलाई जाँदैछु मेरो वाइफको क्याम्पमा। मेरो क्याम्प अगाडिको भ्यू चाहिँ यस्तो छ गाइस। बाहिर त बिहान नै गर्मी पुरै सुरु भइसकेको छ। अनि यसो चिसो लिनु पर्यो भनेर मार्केटतिर गएँ। अनि चिसो अनि केही खानेकुरा लिएँ अनि लागे मेरो वाइफको क्याम्पतर्फ। अहिले चाहिँ म अन द वे जाँदैछु। अनि मेरो वाइफलाई मैले भेटेँ अनि हामी केही सपिङ गरौँ न त भनेर मार्केटतिर लाग्यौँ दुईजनै। जुनको महिना बाहिर त लास्टै गर्मी। अनि हत्तपत्त दुवैजना मार्केटमा हामी गयौँ। जाने बित्तिकै आँप देख्यौँ अनि आँप किन्यौँ। अनि ठ्याक्कसँगले फेरि चस्माहरू चाहिँ धेरै रहेछ। अनि यसो चेक गरेँ है, चस्मा पनि अब बाहिर यसो हिँड्दाखेरि घाममा सनग्लास चाहिँ लिनै पर्ने भएकोले गर्दाखेरि कुन चाहिँ राम्रो छ त हौ भनेर मेरो यसो वाइफलाई सोध्दै चेक गरेँ। अनि सेकेन्ड फ्लोरतिर हामी गयौँ। बच्चाको कपडा राम्रो रहेछ, बच्चाहरूले याद गर्दै कपडाहरू चेक गऱ्यौँ। अघि म पछि घुम्दैछु मार्केट। चिम्टी पनि लिने भनेर चिम्टीले हेर्न थाल्यौँ। अनि मार्केटभित्र घुम्दै सुज डिपार्टमेन्ट पुग्यो। धेरै सुजहरू हेऱ्यो अनि मनपर्ने एउटा सुज लिएँ। म चाहिँ फेरि यो कपडा जुत्ताहरू चाहिँ हतपत लिन लिएपछि चाहिँ अलिकति राम्रै एकदम नर्भटे खालको छु कि, त्यही भएर धेरै टाइम लाग्यो सुज चुज गर्नको लागि। बल्ल एउटा मन पर्यो अनि मेरो वाइफले पनि उसको लागि सुजहरू चेक गर्दैछु। उसलाई पनि अब धेरै टाइम लाग्ने होला, कुन चाहिँ मन पर्ने हो। यसरी नै घुमफिर गर्दै ग्लास भएको ठाउँ पुग्यो, भिडियो यसो लियो। अनि फेरि उसले अब चस्मा चाहिँ उसलाई चेक गर्नु मन लाग्यो। अनि यो कस्तो छ त भनेर मलाई सोधिन्। मैले पनि अब यसो हेरेँ, यतिको चाहिँ ठिकै सुहाकै हो भने ऊ खुसी भइन्। अनि फेरि मैले पनि चेक गरेँ, मैले पनि चस्मा यो झन् राम्रो लाग्यो। धेरै नभए पनि एउटा चस्मा लिउँ न त भनेर लियौँ। अनि घुम्दै फिर्दै सामानहरू लिँदै टाइम पास भइरहेको छ आज। अनि सपिङ गरिसकेपछि फेरि ठ्याक्कसँगले अलिकति टाइम थियो। मेरो चाहिँ अब ड्युटी आफ्टरनुन सिफ्ट थियो, उसको त छुट्टी नै छ होइन। 2 बजेदेखि ड्युटी थियो, त्यही भएर पार्कतिर जाउँ न भने अब गर्मी भए पनि अब वाइफले भनिसकेपछि लन त भएन भन्ने बित्तिकै छुट्टी पनि पाइँदैन भनेर गयौँ। अनि नजिकै पार्कमा गएर घुमफिर गऱ्यौँ। चिल्ड्रेन पार्क, फ्यामिली पार्क रहेछ। जस राम्रो लाग्यो, घुमफिर गऱ्यौँ। गर्मी नै भए पनि त्यही हो, विदेशको ठाउँमा भन्ने बित्तिकै टाइम मिल्दैन। अनि यसो अब फुर्सदको बेलामा यसो छुट्टी, अब वाइफको छुट्टी, त्यही भएर यसो घुमफिर जस रमाइलो भइरहेको छ। पार्कमा यसो भ्यू लिएँ होइन। अनि निकै बेर घुमिसकेपछि जस राम्रो लाग्यो ठाउँ, धेरै राम्रो लागेको कारण बेला मौका यसो हिँड्दै घुम्दै फिर्दै भिडियोहरू लियौँ। घुमफिर गर्दा भिडियो फोटो लिँदा गलेर एकछिन आराम गरेँ। अनि लास्टमा चाहिँ एउटा यो सिन चाहिँ साह्रै राम्रो लागेर हेरेर एउटा भिडियो बनाएँ। धेरै रमाइलो भयो आजको दिन। र म फर्केर यता आफ्नो क्याम्प आएँ।